अपरेटर च्याप्टर सुरु गर्छु टपिक अपरेटर्स भनेको के हो सबभन्दा पहिला त अपरेटर्स भनेको एउटा म्याथमेटिकल सिम्बल हो जसले अर्थमेटिक र लजिकल अपरेसनको लागि काम युज गरिन्छ जस्तै प्लस माइनस मल्टिप्लिकेसन डिभिजन यो सबै के हो अपरेटर्स हो अपरेटर्सलाई दुई किसिम नर्मली तीन किसिममा डिभाइड गरेको छ अपरेन्डको हिसाबले त जसमा एउटा अपरेन्ड मात्रै हुन्छ त्यसलाई युनरी अपरेटर भन्छ जस्तै प्लस a प्लस प्लस र माइनस माइनस a माइनस माइनस पनि हुन सक्छ तर जसमा एउटा मात्रै छ अपरेन्ड छ बाइनरी अपरेटर भनेको जसमा दुईटा अपरेन्ड छ जस्तै यहाँ a प्लस b भनेको दुईटा अपरेन्ड हो प्लस बीचमा अपरेटर छ र दुईटा अपरेन्ड छ त्यसलाई के भन्छ बाइनरी अपरेटर टर्नरी अपरेटर भनेको जसमा तीनवटा उठेर भिडियो ल्याउन अलिकति राम्रोसँग आइरहेछ सर अगाडिबाट टर्नरी अपरेटरमा के हुन्छ जहाँ तीनवटा अपरेन्ड हुन्छ त्यसलाई के भन्छ टर्नरी अपरेटर जस्तै a b एउटा छ र x मा त्यो रिटर्न त्यो भइरहेको छ टर्नरी अपरेटर हामी लास्टमा पढ्छौं a ग्रेटर देन b भयो भने a को भ्यालु x मा जान्छ यदि यो फल्स भयो भने b को भ्यालु यहाँ गइहाल्छ त्यो कुरा हो हामी पछि एक्सप्लेन गर्छौं अब अर्थमेटिक फर्स्ट टाइप छ अर्थमेटिक अपरेटर त अर्थमेटिक अपरेटरमा दुई किसिमको हुन्छ एउटा इन्टिजर अर्थमेटिक हुन्छ एउटा रियल अर्थमेटिक हुन्छ त इन्टिजर अर्थमेटिकमा नम्बर लिएर मात्रै काम गर्छ बिना डेसिमल पोइन्टको त्यो रियल नम्बर हुँदैन त्यो इन्टिजर हुन्छ होल नम्बर हुन्छ इन्टिजर अर्थमेटिकमा ओन्ली नम्बर विदाउट डेसिमल पोइन्ट र रियल अर्थमेटिक भनेको जसमा फ्लोटिङ टाइपको डाटा हुन्छ त्यो भनेको रियल अर्थमेटिक हो त्यसपछि अपरेन्ड र एक्सप्रेसन भन्दाखेरि अपरेटर भन्दाखेरि के हो भने जस्तै हामी एउटा y = a + b एउटा एक्सप्रेसन लेखेका छौं इक्वेसन लेखेका छौं त्यसमा a + b जुन a र b छ त्यो भनेको अपरेन्ड छ र इक्वल र प्लस जुन छ नि त्यो भनेको अपरेटर यसले एसाइन गर्छ र यसले जोड्छ सिम्बललाई अपरेटर भन्छ र जुन भेरिएबल युज गरेको हुन्छ डाटा आइटम युज गरेको हुन्छ त्यसलाई के भन्छ अपरेन्ड भन्छ यो पुरैको कम्बिनेसनलाई के भन्छ एक्सप्रेसन जस्तै यहाँ हामी हेरौँ अर्थमेटिक अपरेटरमा प्लस हुन्छ माइनस हुन्छ मल्टिप्लिकेसन हुन्छ डिभिजन हुन्छ र पर्सेन्टेज हुन्छ मोडुलस डिभिजन भन्छ त्यसलाई जसले रिमाइन्डर पार्ट लिन्छ अब पर्सेन्टेजले भनेको 5 + 2 कति हुने भयो 7 अर्को चोटी 5 - 2 भनेको 5 + 2 7 रिजल्ट आउटपुट आउँछ 5 - 2 भनेको 3 भयो त्यसपछि 5 * 2 भनेको 10 भयो अनि 5 डिवाइडेड 2 भनेको 2 तिया 6 2 दुना 4 2 भयो र 5 रिमाइन्डर मोडुलस 5 रिमाइन्डर 2 भनेको 2 लिएर 5 मा डिवाइड गर्नु र 2 दुना 4 रिमाइन्डर कति आयो 1 यही रिमाइन्डर के हुन्छ मोडुलस डिभिजनमा ल्याउँछ पर्सेन्टेजको काम के हो रिमाइन्डर निकाल्ने यति कुरा भयो अब डिभिजनको रुल कस्तो हुन्छ भने यदि इन्टिजर नम्बर छ इन्टिजर नम्बरलाई इन्टिजर नम्बरले डिवाइड गर्यो भने रिजल्ट कस्तो आउँछ इन्टिजर फ्लोट नम्बरलाई फ्लोटले डिवाइड गर्यो भने रिजल्ट के आउँछ फ्लोट एउटा कुनै फ्लोट छ भने त्यो रिजल्ट जहिले पनि फ्लोटमा आउँछ यहाँ इन्टिजर हुँदैन फ्लोट हुन्छ फ्लोट इन्टिजर डिवाइडेड फ्लोट भनेको यहाँ फ्लोट एउटा छ रिजल्ट केमा आउँछ फ्लोटमा फ्लोट डिवाइडेड इन्टिजर भनेको रिजल्ट केमा आउँछ फ्लोटमा एउटा कुनै फ्लोट छ भने यो भन्दाखेरि के हो भने जस्तै 5 / 2 छ नि त 2 दुना यो त इन्टिजर छ भने ल मानौ कति भइहाल्छ 2 भइहाल्छ त्यसपछि फ्लोट डिवाइडेड फ्लोट भनेको 8 अनि 4.0 भनेको 2 point के हुन्छ 0 हुन्छ पोइन्ट पनि क्याल्कुलेसन हुन्छ त्यो एउटा पनि फ्लोट भयो भने त्यो फ्लोटमा रिजल्ट आउँछ अर्को के रुल छ भने यो ख्याल गर्नुपर्छ हामीले बुझ्नुपर्छ द डिभिजन अपरेटर्स रिक्वायर्स दैट द सेकेन्ड अपरेटर मस्ट नट बी नन जीरो भनेको यदि इन्टिजरमा कस्तो हुन्छ भने 6 डिवाइडेड यदि अर्को अपरेन्ड 0 छ भने यो सम्भव छैन इन्डिटरमिनेट फर्म छ 0 ले डिवाइड हुँदैन त्यो कुरा भनेको हो यो केही न केही नम्बर चाहिँ हुनुपर्छ
The remainder operators requires that both operand must be integer and second operand not be zero. अब पर्सेन्टेज को लागि कस्तो हुन्छ भने यो त जिरो हुनु पर्यो कुनैको लागि, तर अर्को कुरा के छ भने अब जस्तै रिमाइन्डर पत्ता लगाउनको लागि लास्टमा जुन शेष बाँकी रहन्छ नि त्यो भनेको रिमाइन्डर हो। तर फ्लोटिङ पोइन्टमा इन्टिजर मात्रै कसरी हुनुपर्छ भने जस्तै 2 लिएर 5 मा डिभाइड गर्दै गयो भने के हुन्छ 2 गुना 4 त्यसपछि 1 भयो। अनि फ्लोटिङ पोइन्टमा त पोइन्ट पछि पनि क्याल्कुलेसन हुन्छ। त 2 अब पोइन्ट यहाँ राखेपछि के हुन्छ यहाँ 0 भइहाल्छ। त 2 5 जा कति भइहाल्छ 10। यसको मतलब लास्ट सम्म त कटिहाल्छ नि। त यस्तोमा त फ्लोटमा त के भन्छ रिमाइन्डर आउँदैन। त्यही भएर मोडुलस डिभिजनको लागि पर्सेन्टेजको लागि रिमाइन्डर अपरेटरको लागि दुईटै कस्तो हुनुपर्छ दुईटै इन्टिजर हुनुपर्छ। अर्को कुरा ख्याल गर्नु यदि 2% 5 छ भने यतातिर कम छ यतातिर बढी छ यहाँको के भइहाल्छ रिमाइन्डर भइहाल्छ। यो कुरा ख्याल गर्नु है। तर मानौ 3% 5 छ यहाँ कम छ यहाँ बढी छ यो 3 रिमाइन्डर भइहाल्छ। अर्को कुरा ल मानौ यहाँ 5 छ पर्सेन्टेज यहाँ 2 छ भने डिभाइड गर्ने रिमाइन्डर कति आउँछ त 2 गुना 4 1 रिमाइन्डर 1 हो। यस्तोमा है फेरि ख्याल गर्नु यो कुरा। अब 5% 3 भनेको 3 गुना 6 3 1 जा 3 भनेको 2 रिमाइन्डर यसमा कति आउने भयो 2 आयो। यतातिर कम छ यतातिर बढी छ भने कम वाला के भइहाल्छ रिमाइन्डर भइहाल्छ। अर्को प्लस माइनस को रुल हेर्नु when both integer operator division operator are on the same side दुवैको इन्टिजर डिभिजनमा दुवैको साइन सेम छ भने रिजल्ट जहिले पनि पोजिटिभ आउँछ। कस्तो भन्दाखेरि 4 डिवाइडेड 7 अब डिवाइड जाँदैन त इन्टिजर डिभिजन भनेको इन्टिजर पोइन्ट यताको मात्रै लिन्छ रिमाइन्डर पछिको लिँदैन त यहाँ 0 भइहाल्छ। कस्तोमा पोजिटिभमा जस्तै माइनस यहाँ छ 8 छ माइनस 3 छ त 3 2 जा 6 भयो माइनस भनेको पोजिटिभ सेम साइन छ भने रिजल्ट जहिले पनि के हुन्छ पोजिटिभ हुन्छ। अर्को कुरा एउटा माइनस छ इन्टिजर डिभिजनमा एउटा माइनस छ र एउटा प्लस छ भने अब यो मसिन डिपेन्डेन्ट भइहाल्छ। कुनै मसिनले अब 0 रिजल्ट गर्छ यस्तोमा भयो 0 गर्छ अनि कुनैले के गर्छ -1 गर्छ त्यो रिजल्ट अनुसार के हुन्छ 0 र -1 भनेको मसिन डिपेन्डेन्ट त्यो भइहाल्छ। अर्को कुरा त पर्सेन्टेजमा के हुन्छ है ख्याल गर्नुले 20% -3 जहिले पनि के हुन्छ फर्स्टमा जुन साइन हुन्छ त्यही साइन यहाँ हुन्छ। त फर्स्टमा यहाँ के छ प्लस छ नि यता केही लेखेन भने प्लस छ त 3 6 18 हैन त्यसपछि रिमाइन्डर कति आउने भयो 2 यसको मतलब प्लस भयो। यहाँ हेर्नु माइनस छ -20% 3 भनेको फर्स्टमा के छ पर्सेन्टेजमा माइनस छ माइनस भयो भने यहाँ पनि के हुन्छ माइनस हुन्छ। यहाँ माइनस अब अर्को कुरा हेर्नु यता यहाँ पनि माइनस छ -20% -3 यहाँ पनि माइनस पर्सेन्टेज छ भने जहिले पनि के हुन्छ फर्स्टको हुन्छ। यहाँ पनि पोजिटिभ हुँदैन है पर्सेन्टेजमा के हुन्छ जहिले पनि फर्स्टमा जुन साइन युज गरेको हुन्छ फर्स्ट अपरेन्ड अथवा डाटामा भनौं त्यही के हुन्छ यहाँ त्यो सिम्बल युज गरिन्छ। र अपरेटरमा जति कुरा छ अलिकति ध्यान दिएर सुन्नु भिडियोलाई फेरि रिपिट गरेर हेर्नु। र अर्थमेटिक अपरेटर मोडुलस अपरेटरमा लगभग यही कुराहरु सबै कुरा छ। त्यसपछि बुक पनि अलि स्टडी गर्नु।